Hi everyone, welcome to my vlog. यहाँ चाहिँ हामी फामफल हार्भेस्टिङ हुँदैछ हाम्रो चाहिँ, त्यही भएर म चाहिँ तपाईहरुलाई यहाँ अनुहार नदेखाएर फामफल देखाउँदैछु। अनि यहाँ चाहिँ मेरो भाउजू। So here I am. हेलो गर्नु पनि दिएन, कस्तो छिटो फोन घुमायो। हेलो भन त। तिमी पनि हेलो भन। ए उले त झन् माटोहरु फ्याक्नु अन्त। हेलो। हाम्रो चाहिँ यस्तो टिपाइ हुँदैछ। मार्छ होला है। यहाँनिर मकै छरेको छ। यो चाहिँ हाम्रो बारी होइन, तर हामी यहाँ अर्काको बारीमा उभिरहेको छ। यहाँ मुनि चाहिँ हो यो हाम्रो चाहिँ, यो सबै यो डल्लै देखेको फामफलको बगान, एपोगार्डीको बगान ओ परसम्म। कान्छा दाजु चाहिँ यहाँनिर टिप्दैछ माथि चढेर हो। अन्त यो फामफलमा चाहिँ दाग लाग्नु हुँदैन नि त, त्यसको लागि चाहिँ हामी सबैजना आएको। बोरा छ त्यहाँ? यहीँबाट लगेर हालौँ। नानी हाल न त्यहाँ, बदमास नगर न। अब हेभी भएछ त त्यो त। यति बोकेर बजार जान्छु है, बेचेर आउँछु। यति बेचेर आउ ल तिमी। मेरो त यति मात्रै भयो है, 2 किलो मात्रै छ होला। ती साह्रो दुःख पाएको तिमीले आजकल। यो बेचेर दसैँको लुगा किन्ने। मेरो त फेरि यहाँनिर 2 किलो जस्तो मात्रै भयो नि त, के गर्नु। अब बुढामा खन्याउनु पर्छ। हाम्रो चाहिँ यहाँ खोर्सानीहरू पनि छ। यहाँ चाहिँ बाबाजी पनि हुनुहुन्छ, बाबाजी। खनाइदिउ बुढामी। नानी क्याच त एउटा मिस भएको छैन त हौ अन्त। क्याच त मिस। नानी खनाइ। तिमी त त्यति बेचेर लुगा किनेर आउँछु भन्दै थियौ त दसैँको, पाएनौ? बिचमा मिडलम्यान निस्केर मिडलम्यान निस्केर बेच्नु पाएन रहेछ फामफल। यो त लैजाऊ तिमी बेच्नु, त्यो 2टा चाहिँ ल। त्यो 2टाले आउँछ तिम्रो लुगा। 50 रुपियाँ गोटा। के किन्नु? हाट बजारमा पाइहाल्छ त नयाँ लुगा। हाट बजारमा पाइहाल्छ त नयाँ लुगा। माइक टेस्टिङ। यो चाहिँ फेरि माइक टेस्टिङ सेप रहेछ नि त। कत्रो पनि टिप्नु अरे। कस्तो मिठो बन्छ त ऊ यस्तो। हो यस्तो यस्तो सेपको यो भोलि पर्सि छिपेपछि कस्तो मिठो हुन्छ साँच्चीमै हो। यो चाहिँ ओभर टेस्टी हुन्छ नि। यो यत्रै हुन्छ हैन? यत्रै हुन्छ, यो पछि यत्रै हुन्छ। यो बोटमै पाक्छ कि क्या मिठो हुन्छ यो। साँच्ची हो, यो चाहिँ पोरा हामीले खाएको नि त। हेर त यता, तिमीले त बोक्नु पनि सक्दैनौ, मलाई देऊ न। यो त साह्रै ठुलो साइज रहेछ नि त अन्त। एउटै यो त आधी किलोहरू रहेछ है। यति ठुलो ठुलो छ कि। बोला वाओ, बहुत बढ़िया है ये, बहुत बढ़िया। ए यो छिप्पेको रहेछ ये सुन, तपाईहरुले पनि सुन्नुहोस्। खटक खटक बज्दैछ, यो सुन त। छिप्पेको रहेछ नि। घर जानु? घर जानु कि कहाँ जानु? घर जाउँ न अन्त। सक्छ अन्त कहाँ त्यसरी त बिजाउँछ है ढाडभरि। मास उयो पनि छ, ऊ पर पनि छ त बोरामा। यसमा पनि पुरा फलेको थियो नि त्यो। यो रुख लडेर उयो रुख लडेर पो त खासमा त। बोलाउँदा पनि सुनेन नि त, गफको धुनमा सिरियस भयो नि त। लौका पनि टिप्दिनु अरे हौ कान्छा दाजु। हजुर आमाले अघि भन्नु। यो चाहिँ राम्रो भन्नुभएको नि तपाईले, चिल्लो खालके। नि पर चाहिँ उयो गरेको रहेछ। फामफलको साथमा लौका पनि फ्री। लु
जाउँ त्यसो भए फामफल लौका फर्सी लौका पनि छ अर्ग्यानिक एभ्रिथिङ इज अर्ग्यानिक होइन यहाँनिर गाईको मल छ यहाँ हाम्रो गाईहरू छ यहाँनिर लौका फामफल फर्सी चाहिँ यो टुप्पामा कुहिएछ र पो तर लुई यस्तो दुःखले टिप्नु पर्छ है फामफल चाहिँ हो कोही बोट त सजिलै हुन्छ चढेर टिप्नु यसमा चाहिँ यो हाँगै अप्ठ्यारो खालके छ नि त यहाँनिर जाने ठाउँै छैन त्यो भएर चाहिँ यहाँ कान्छा दाजु र बाबाले चाहिँ अङ्कुसीले तानेर मजाले टिप्नु हुँदैछ हो कोही जग्गामा चाहिँ दुःख पनि गर्नै पर्यो आरामले त हुँदैन ल झोला ए यहाँ रहेछ बाबा रहेछ क्याच उतातिर पनि गएको थिएन अलैँची बारीतिर पनि टिप्यो काफी गरिदियो बस यो चाहिँ अब यहाँ चाहिँ छानेको यो चाहिँ दागहरू लागेको हुन्छ नि त त्यो भएर चाहिँ यसरी घोप्ट्याएको क्या यसले चाहिँ यो घोप्ट्याएर चाहिँ छान्नुपर्छ हो छानेन भने चाहिँ यो दागहरू चाहिँ अब त्यसले चाहिँ बिगार्छ नि त राम्रो देख्दैन त्यही भएर चाहिँ यो घोप्ट्याएर छानेको तलकै हो टारबारीकै हो थाम्ला 40 केजी कति रहेछ यहाँ हेर्नुहोस् हाम्रो चाहिँ यहाँ खाजामा आज फम्बी एकदम आमाहरूले हिजो ल्याउनु भएको फम्बी बनाउँदैछिन् मेरी आमा फम्बी बनाउँदैछ छोरी बुहारीले पुरा मन पराउँछ नि त कि अन्त ल्याइदिएको नि थ्याङ्क यू सो मच